So hello and guys. Hello guys, so welcome to my YouTube channel. मलाई चिन्नुभयो कि भएन? So I am Sisir Vlog 0.1 को ओनर भन्नु हैन के छ अनि धेरै पछि देख्दा त मलाई अलि चिन्नुभयो कि चिन्नु भएन होला. सो हाम्रो आजको भ्लग चाहिँ हामी सत्यवती मन्दिरमा जाँदै छौं हैन. सो मेरो उही पुरानो साथी सौरभ अंकित हैन. हामी चाहिँ अहिले यहाँबाट चाहिँ बुटुलबाट चाहिँ हैन पहिला हामी अटोमा चढेर चाहिँ हामी माथि बस पार्कसम्म गइन्छ अनि बस पार्कबाट चाहिँ एउटा बस चढेर चाहिँ हामी झुम्सासम्म गइन्छ अनि झुम्साबाट चाहिँ हामी हिँड्दै हैन एउटा पुल छ त्यहाँ झोलङ्गे पुल छ पुल तरेर चाहिँ हामी माथि धेरै माथि निस्किनु पर्छ के हाई एल्टिट्युडमा छ मन्दिर. सो अब अँधेरोमा जाने हामी नाइट हो जाने हैन हिँड्दै हैन पुरा हाइकिङ गर्दै. सो हेरौँ कस्तो हुन्छ भिडियो रमाइलो हुन्छ होला लाइक मलाई आशा छ. हामी बाहिर निस्किनु पर्छ मजाले ल भेट्नु पर्छ है त. 11 मन्थ भयो क्या साथीहरुसँग भेट्न गएको. आज हामी जाँदैछौँ म नाइट हामी बस्छु होला. अहिले चाहिँ म साथीहरु भएको ठाउँमा जाँदैछु हैन अगाडिमा तिनगुने बोलाएको छ अनि त्यहाँबाट चाहिँ हामी अटोमा हुन्छ कि अब केमा माथि बस स्टपसम्म गइन्छ त्यहाँबाट चाहिँ हामी बस चढेर सत्यवती मन्दिरतर्फ गइन्छ. डे जाने भनेको केटाहरुको अलि जब सब नमिल्ने भएको कारणले चाहिँ अहिले चाहिँ नाइट जाँदैछौँ हामी. दिस इज माई फर्स्ट एक्सपिरियन्स हुँदैछ. भन न ल तिमी त अनि अस्ति नि उ गरेको अंकित कहाँ जाँदैछौँ हामी आज? सत्यवती फेरि यो साल पनि अघिल्लो वर्ष भेटेको हामी सिसिपसित अनि यसपालि फेरि हामी त्यही जाँदैछौँ. त्यही पुरानै भएर हैन टक्क पाराले अंकित छन् सौरभ छन् हैन म छु ल. सो अहिले चाहिँ हामी मन्डीमा आइसकेको हैन. अहिले चाहिँ हामी अटोमा पनि हैन यहाँ मात्र आइसकेको पाल्पा बस पार्क. अब हाम्रो गुल्मीतम्म जाने पनि बाटो यही हो. अब चाहिँ यही हो कस्तो टिलक छु आई थिंक सबै फेरि हैन पाराले. सो गाइज हामी चाहिँ बसमा बसिसकेको छौँ पाल्पा बस पार्कदेखि. हाम्रो अंकित राजा यता हुनुहुन्छ हैन. कहाँ हराए बे यो काले माछा देखाउन त ए क्या रहेछ यहाँबाट चाहिँ अब हामी गइन्छ पाल्पा झुम्सा. कस्तो भइरहेको छ सौरभ? अहिलेसम्म त केही भइरहेको छैन तर रमाइलो चाहिँ भइरहेको. हामी आज स्पेसल ठाउँमा जाँदैछौँ हाम्रो फर्स्ट मिटअप जहाँ भएको फेरि सेकेन्ड टाइम पनि आज त्यही गरेर इन्जोय गरिन्छ होइन. बबाल अस्ति नै चाहिँ दिउँसोको टाइममा भेटेको थियौँ. मैले त राति हामी 8 बजिसकेको छ. हामी चाहिँ अब रातिको टाइममा जाँदैछौँ. अस्ति नै दिउँसो भेटेको थियौँ यसपालि चाहिँ राति. सो स्टे ट्युन गाइज. अहिले हामी गाइस अहिले चाहिँ हामी कहाँ छौँ? झुम्सा या झुम्सामा छौँ. साथी छौँ सौरभ एन्ड अंकित उता ड्याडीसँग कुरा गर्दैछ. सो अब हामी झुम्सा अब यहाँबाट चाहिँ अँधेरो छ अगाडितर्फ. हामीले लाइट पनि खासै लिएको छैन मोबाइलकै होइन टर्च चाहिँ बाल्ने. अब हामी चाहिँ यहाँ आउँछौँ. मेरो पछिल्लो भ्लगमा पनि देख्नु भएको छ म पुल तरेर नै यता बुटुल गएको थिएँ पहिला. हामीले चाहिँ यहाँ चाउचाउ चाहिँ केही खानेकुराहरू किन्दैछौँ टक्क. हामीले चाहिँ अहिले यो बटुक चाहिँ लग्दैछौँ होइन सौरभजी. बटुक मलाई होइन बटुक है बटुक है के भन्छ है बटुक टक्क पाराले. अंकित केही भन. जय शम्भु. हामीले चाहिँ अब हल्का नुडल्सहरू अब यताउति खानेकुरा किनेको. अब टक्क पाराले गइन्छ ल. अहिले चाहिँ हामी झोलङ्गे पुल आइसकेको होइन.
यही हो, म पहिला यही झोलुङ्गे पुल तरेर गएको। सो यस्तो छ यार। यसो र यार तल भूतहरू छ है मसनघाट। गोपाल सत्याउदी बजाई कि जय सत्याउदी बजाई जय हामी आउँदैछौँ झोलुङ्गे पुल तरेर माथि निस्केर। बबाल तर यहाँ चाहिँ अँधेरो छ लास्टै होइन। अब बबाल अहिले चाहिँ हामी हिँड्दा हिँड्दै गर्मी भयो होइन। हामीले चाहिँ अब ज्याकेटहरू खोल्ने टक्क एकदम कुल भएर माथि जाने तरिका सोचिरहेछौँ। खै खै रुक छैन ल सके रुक दिन्छन्। हामीले चाहिँ बाटोमा थियौँ होइन, खजाना भेट्यो। पुलद्वार माथि पुगिसक्यौँ। के गर्ने कसको हो पैसा सिसा हुन्छ कि हेर त ठिकै छ कसले खसालेर गयो बिचरा होइन। लाइट बाल्दा के देखाउँदैन केही पनि देखिने आउँदाहरूमा त लाइट पछाडि देखाउने यता द मेरो मुख हेर्नु त। डेन्जर छ डेन्जर। हरि उकालो छ दोस्त। बाफ रे बाफ यहाँदेखि अझै छ कि धेरै छ नि। हामी त अझै आधी पनि आएको छैन मलाई है, आधी पनि आएको छैन अझै। हामी चाहिँ नास्ता खाँदैछौँ टक्क। अँधेरो छ यार जङ्गल के देखेको छैन है। त्यता देखाउँछ हजुर यो चाहिँ हाम्रो फर्स्ट ब्रेक है। टक्क लगाएर गर्मी पनि भइरहेछ। गर्मी त चिलमा छौँ है। अङ्कितलाई थाहा छ हामी कति किलोमिटर हिँड्यौँ तल अहिले? तल धेरै हिँड्यो होइन दोस्त है, अलिअलि हो। कति 1.5 किलोमिटर हामी लगभग 2-2.5 किलोमिटर जति हिँड्यो होला हिँड्ने हो। ठिक छ ल चिलमा बबाल। गाइस अहिले चाहिँ हामी अलि माथि आइसक्यौँ होइन तलबाट। के भन्छ अरे यहाँ मैले त खासै राम्रो छैन। अङ्कितलाई थाहा छ यहाँको त। यो गाउँ त यो लगाड हुन अलि तल बेसी लगाड हुन अलि तल भन्ने ठाउँ यो चाहिँ। अब यहाँबाट माथि गएपछि तिम्रो बेसी लगाड हुन्छ, त्यसपछि माथिको लगाड हुन्छ, माथिल्लो लगाड हुन्छ। त्यहाँबाट माथि गएपछि तिम्रो सत्यौदी बल्ल आउँछ होइन। यो चाहिँ सबै 3 गाउँपालिका वडा नम्बर 3मा पर्छ। 3 हो पाल्पा हो पाल्पा। सो अहिले चाहिँ हामी अब माथि सत्यपट्टि जानु बाँकी छ अझै। त लास्टै प्याक भएको छ होइन। नुडल खाँदै टक्क मेरो फोन ल्याउ त लिगो। के छ हामी कहाँ छौँ अहिले? फोटो खिच्दैछौँ हामी। अङ्कित तिमी किन लाइट मेरो मुखमै त्यही पनि हामी भन्दा। सो हामी चाहिँ अलि माथि नै आएको छौँ, मजाले हिँड्दैछौँ होइन। अहिले कति बजे सौरभ हेर त? 21:07 भनेको कति हो? 21:07 भनेपछि 8-9 बजेर। सो अझै हामी माथि पुग्न बाँकी छ, अझै 1-1.5 घन्टा त लाग्छ। सो गाइस हामी अझै हाइकिङ गरिरहेछौँ। वो अच्छे से एक्सप्लेन करो। आगो बुढोमा हुन्छ ल ठिक छ। बाफ रे बाफ तिमीहरू घरै हो? घर हो? कहाँ पढ्छौ? तिम्रो नाम भन त। पाल्पा हो नानु? तिम्रो नाम भन। तिमी पनि नाम भन। बोल्दैन बुटल कहाँ पढ्छौ? अलि हिँड्दै हिँड्दै अलि माथि नै आइसक्यौँ होइन। अब 3-4 किलोमिटर माथि हाइटमा आइसक्यौँ, अझै माथि पुग्नु बाँकी छ। सो सौरभ पछाडि छन्, गीतले यता स्न्याप गरिदिइरहेछन् बहिनीहरूको। हजुर सो गाइस है अहिले चाहिँ हामी टक्क तल गाउँबाट तल 5 मिनट भन्ने ठाउँबाट हिँडिसकेपछि
ठ्याक्क अहिले चाहिँ हामी माथि यो पहिलो गाउँ भनेको यो चाहिँ बेसी लगाड भन्छ यसलाई चाहिँ ठ्याक्क अहिले चाहिँ हामी बेसी लगाड छौँ अब यहाँबाट यसले उज्यालो भएको छ यहाँ तलबाट हिमाल पनि देखिन्थ्यो आउँदै आएर सायद अब हामी भोलि बिहान कति बेला हिँड्छ त्यति बेला चाहिँ हिमाल देखिन सकिन्छ अनि जस्तो यहाँ छ है सौरभलाई सौरभ चाहिँ यता सौरभ चाहिँ ममसँग कुरा गर्दैछ यो चाहिँ गोरे हो अब थाकेछ मोटे एकदम के बोल्नु मैले फेरि यतिखेर खाएर आएको उहाँले दर्शन गरेर यति चराएर आउनु भयो त्यही भएर अब यहाँ पसिना र पसिना हुनु भयो ल कता भिडियो ल ए बोल यसमा के बोल्नु बगाल ल युट्युबमा आउँछ हेर्दिनु ल सत्तुदी ब्लग सत्तुदी बजाइ की जय ल सत्तुदी बजाइ की जय ल बाइ दिदीहरु दाइहरु ल जाम न जाम सुदम देखि के चिनजान गरम न त भन न त के हो भागी आयो तान तान मजाले मस्त हिँड्दै चलिरहेछौँ हामी होइन हिँडिरहेछौँ गन्तव्यमा अझै हामी पुगेको छैनौँ बटारम अझै तानेन जय सत्यवती हामीले चाहिँ सत्यवती मन्दिरको लागि चाहिँ हामीले यहाँ लिगा भन्छ होइन लिगा भाँच्दैछौँ ल भयो ठिक छ ल ल लिगा हामीले चाहिँ त्यो मन्दिरमा चाहिँ चिच्चाएर वर माग्नुपर्छ अब चिच्चाएर वर माग्ने त्यसपछि लिगाहरू गाड्नुपर्छ अरे कि सक्कु बोकेन नि ल भाँच न कि ल भयो मजाले ठिक छ ल मेरो लागि यो अहिले चाहिँ साथीहरूले लिगा भाँच्दै हुनुहुन्छ होइन जुम मन्दिरको लागि टक्क पाराले हजुरको चाहिँ हाम्रो त्यही हो हामी अगाडि गन्तव्यमा अझै पुगेको छैनौँ पेल्नुपर्छ स्कुटीमा हेल्प गर्दैछ धक ल सौरभ मजाले पेल त अङ्कित यार हात ल ल ल ल ल मजाले जान्छ ल ल लड्किन्छ यार अरे ढक हामी अनि तल्लो हिँड्नु दाइ ढकाउनु पर्छ यहाँ नि फेरि म पेलिदिन्छु जान्छ लैजाउँ पठाउनु दाइ माथिसम्म छ अब भयो दाइ त्यही रोक्नु दाइले स्कुटी ल्याउनु भएको थियो बाटो चिक्लो भएर सकिएन होइन दाइ दाइको नाम के हो अरे दिपेन्द्र के हो गर्दै कहाँ बुटोल हो ल दाइहरू बुटोलबाट आउनु भएको रहेछ स्कुटीमा हामी चाहिँ बसमा आएको तल झुम्सासम्म भगवान बसमा आएको हजुर दाइ झुम्सम्म हिँड्दै आएको दाइ तलबाट माथि बरु इम्पोर्टेन्ट सामानहरू निकालेर लग्नु बल्ल आयो है म चाहिँ दाइको स्कुटी ढकल्दै थिएँ ल
बुफर ग्याङ आयो। पानी भर्दैछन् सौरभ हरिब धौवा। यो चाहिँ सत्यवती मन्दिर जाने बाटो रहेछ। एउटा बाटो यता छ भने एउटा यता छ। यो बाटो कहाँ जाने थाहा भएन। केटाहरू अहिले यता छ मजाले हिँडिरहेछ। हामी लास्ट भइरहेछ यार। हरिब कतै जानु बाँकी छ हामीलाई अगाडि। गाइस अहिले चाहिँ हामी सत्यवती मन्दिरमा पनि लगभग आइसक्छ। अहिले चाहिँ हामी सत्यवती मन्दिरमा नि पुग्न थाल्यो होइन। लगभग तलबाट माथि धेरै हिँड्यो ल। यस्तै सत्यवती मन्दिर ओहो आफ्टर 11 मन्थपछि चाहिँ हामी आइसकेका छौँ। यहाँ चाहिँ खतरा एउटा ताल छ होइन। पोखरी पुरा बब्बा। अहिले चाहिँ हामी सत्यवती मन्दिरमा पनि आइसक्यौँ होइन। हामी अघि नै हिँडेको लास्टै हिँड्दा हिँड्दा धौ भयो र होइन। सत्यवती बजाई की सत्यवती बजाई की सत्यवती बजाई की जय जय सत्यवती बजाई की जय पूर्ण धर्मावलम्बीहरु की जय पूर्ण हिन्दूहरु की जय जय नेपालीहरु की जय जय जैनजीहरु की जय हरे राम हामीले अहिलेसम्म 2 चोटि लिगा भाँच्यौँ होइन। 3 चोटि हरायो कि हरायो भन्दा हामीलाई बाटोमा भुल्लेछ कि। सत्यवती बजाई की हामी सत्यवती बजाईको मन्दिरमा जाँदैछौँ। घरमा जाँदैछौँ। उतै हो बजाई बस्ने घर। यहाँ चाहिँ चिच्चाएर वर माग्ने भने पुरा हुन्छ अरे। सो एउटा आस्था एउटा धर्म। गाइस अहिले चाहिँ हामी सत्यवती मन्दिरमा छौँ होइन। सो हामी घरबाट चाहिँ कति अरे 6 बजे 6:30 बजे बुटोलबाट हिँडेको। अनि झुम्सासम्म चाहिँ हामी बसमा आइयो। अनि झुम्साबाट चाहिँ माथि हामी हिँड्दै लगभग कति किलोमिटर थियो धेरै थियो हाइट। अलि कति किलोमिटर मलाई याद छैन होइन। म्यापमा हेरौँ ल। सो त्यहाँ चाहिँ तलबाट हिँड्दै पुरै जङ्गलको बाटो के अँधेरोमा होइन। पुरा एकदम 3 जना साथी भएर मजाले 2 जना साथी अनि म भएर चाहिँ मजाले आइयो। जे हो सत्यवती मन्दिरमा इन्जोय भन्दा नि एउटा आस्था एउटा पूजा भगवान्लाई जुन हामी मानिन्छ त्यो तरिकाले चाहिँ आएको। ठिक छ। अब हामी अहिले यतै छौँ। अब 11 बजिसक्यो अहिलेको। अहिले चाहिँ अब कति बजे फर्किन्छौँ थाहा छैन। फर्किने पनि हिँड्दै हो। अब हिँड्दै बुटोलसम्म जाने भन्ने प्लानिङ छ। अब तल झर्नु पऱ्यो हिँड्दै बुटोल जानु पऱ्यो होइन। ठिक छ ल हेर्दै गर्नु हामी यतै छौँ। हो के हो सही आइडिया साथी। 12 बजीसम्म हामी बसिन्छ चोखो उभइन्छ। 12 बजेपछि हामी चोखो भइन्छ होइन। ओके एकदम ल
हैन प्लानिङ अहिले त्यही हुँदैछ अहिले चाहिँ मेरो साथी भेट्टे हैन परवेश के छ कस्तो भइरहेछ बवाल रमाइलो छ ल सबजना नसोचेको के साथी अब यहाँ पनि आएको रहेछन् साथी चाहिँ अब गाडीमा आएको हैन तिमी चाहिँ गाडीमा आएको हामी चाहिँ हिँड्दै आएको तलबाट यस्तो उकालो थियो नसोचेको भाउ के साथीसँग ठ्याक्क भेट भयो हैन उ चाहिँ मेरो परवेश साथी बुटुल बसिरहेको छन् अहिले हाल के गर्दैछौ रे पढ्दैछन् ठिक छ ल ओके ल भाइ ल निस्केको होइन तिमी त ल साथी बोल्दै गरेन ओके ल बाई अहिले चाहिँ रातिको 11:23 भइसकेको छ सो हामीले चाहिँ अहिले मन्दिरको एक राउन्ड चाहिँ हानिसकेको अनि दर्शन चाहिँ अझै गरेको छैन मन्दिरमा पसेर दर्शन चाहिँ हामी अहिले 12 बजीतिर गर्छौँ कि भन्ने एउटा सोच बनाएको छौँ एकछिन चाहिँ हामी यति बसिरहेको छौँ पाराले हाम्रो चाहिँ यता सर भेटिनु भयो रमेश सर हाम्रो इन्जिनियर सर हैन अनि सञ्चारमै हुनुहुन्छ को आउनु भयो हामी अफिसबाट आम 4-5 ठिक छ ए हजुर इन्जिनियर सर भेट्नु भएको थियो एकदम खुसी लाग्यो अब चाहिँ हामीले पूजा गर्छौँ यो लिगा गाड्छौँ अनि सत्य घर चाहिँ यही हो मन्दिर सो सबैले सुजहरू चप्पलहरू यता राख्नु भएको छ यहाँ चाहिँ लाइन लाग्नु भएको रहेछ घुम्ने ए गाड्नु हो पहिला गाड्ने हो र यो हामीले त्यहाँ उमा गाड्नु पर्यो होइन त्यहाँ तल गएर घुमेर आउने हो त्यसो आफ्नो चिन्ने हो चिनेर पुग्यो त्यसैले ए पहिला गाडेर घुमेर आएर चिन्न पर्यो होइन पछि ए सही हो यहाँ चाहिँ सबले लिगाहरू जाऊँ न यस्तो अगाडि उहाँ जाउँ लिगाहरू गर्न अब जाँदैछौँ अङ्कित हो यहाँबाट हो यहीँ गाडिदिनु ठिक छ ल यति ठिक हुन्छ कि होइन ओहो चिसो छ है राजा बहुत चिसो बाफे बा धेरैले लिगाहरू गाड्नु भएको छ लिगा दोस्त सिसेर गाड एउटा मेरो यति अड्डाइदियो न त्यही केही हुँदैन गाडियो अड्डे मात्रै भयो केही भएन अहिले त्यही यहाँ पूजा गरौँ ल सो गाइस अहिले चाहिँ हाम्रो भ्लग यहीँसम्म भयो अनि मसँग ब्याट्री पनि छैन अब हामी यहाँबाट तल जानुपर्छ तल चाहिँ हामी 3 बजीसम्म चाहिँ पुगिन्छ भने चाहिँ हामी बुटोल चाहिँ बिहान 5-6 बजीसम्म मजाले पुगिन्छ हिँड्दै अनि गाडी पाइयो भने त ठिक हो एकदम बेटर भयो त्यही हो ल यो भ्लग चाहिँ यहीँसम्म हो टक्क साथीहरूलाई यस्तो हेला आएको र त अन्तिम भ्लग ल अन्तिम आनन्द ल बाई सो गाइस अहिले हामी राति हिँड्दैछौँ 4% छ मोबाइलमा एकदम मजा आयो कलाएर गाइस अहिले चाहिँ म मन्दिर गएर भर्खर बुटो लागिसक्यो होइन यस्तो धो भएको छ नि हरिब हिँड्नु पर्यो कि बढी हिँड्नु पर्यो एकदम खुट्टा दुखिरहेछ होइन बाफ्रे बाफ केटाहरू चाहिँ गयो केटाहरू चाहिँ अलि तल रहेछ रुम म चाहिँ मिलनचोक झरेँ होइन सो अब म रुममा जान थालेको अहिले बिहानको 4:55 भइसकेको छ ए हिँडी होइन हिजो हिँडेको होइन हिँडेकै रेस्ट गर्ने टाइमै भएको छैन कि सो अब चाहिँ भ्लग हेर्नुभयो होइन सो इन्जोय गर्नुभयो होला त्यही हो सो अहिले म बिहानको ल 5 बजे भनौँ न त
WF यहाँ छ म साथीको रुममा जान्छु होला बाफ रे बाफ सो ल गाइस बाई भेट्दै गरौँ होला